नमस्ते तपाईहरूलाई सम्पूर्ण साथीहरूलाई स्वागत छ। आज म वास्तविकतालाई झल्काउनका लागि यहाँ उपस्थित भइसकेको छु। यहाँ उपस्थित भइसकेपछि किन उपस्थित भयो भनेर चाहिँ तपाईँहरूले सोच्नुहुन्छ होला। आज म एउटा नयाँ फरक शैलीमा उपस्थित भएको छु र मैले समाजमा जनचेतना जगाउन लागि एउटा मोटिभेसन स्पिच लिएर आएको छु। साथसाथै हामीहरूले समाजको वास्तविकतालाई झल्काउनका लागि हामीहरूले सोच्दै गरेको धर्म र समुदाय बिचको फरक र यसको समानता के छ र भिन्नता के छ भनेर चाहिँ म प्रस्तुत गर्न गइरहेको छु। साथसाथै मैले तपाईँहरूलाई एउटा कुरा स्पष्ट पार्न चाहन्छु र यसबाट तपाईँहरूले के बुझ्नुहुन्छ सुझाव सल्लाह दिनु होला र च्यानलमा नयाँ भए च्यानललाई पनि सब्सक्राइब गरेर हाम्रो च्यानलमा जुड्न नभुल्नु होला है त। आज हाम्रो भाषणको शीर्षक रहेको छ वास्तविक धर्म समुदायको बन्धन कि मानवताको आकाश भन्ने शीर्षकमा हामीले एउटा भाषण गर्न गइरहेको छौँ र यो भाषण गर्दाखेरि तपाईँहरूले कस्तो लाग्छ भनिदिनु होला है त। आदरणीय तथा प्रिय दर्शक मित्रहरू, आज म तपाईँको अगाडि कुनै एउटा समुदायको प्रतिनिधित्व गरेर उभिएको छैन। म न त कुनै शास्त्रको कण्ठस्थ श्लोक सुनाउन आएको हुँ न त तपाईँहरूलाई कुनै नयाँ भगवानको नाम जपाउन। म त आज तपाईँहरूकै भित्र सुतिरहेको त्यो मानवलाई जगाउन आएको हुँ जसलाई हामी सम्प्रदाय र स्वार्थको ओट्नेले छुपेर राखिएका छौँ। साथीहरू, हामीले आजसम्म जेलाई धर्म भन्यौँ के त्यो वास्तवमै धर्म हो? हामीलाई सिकायौ हिन्दू, बौद्ध, किराँत, मुस्लिम वा जैन आदि धर्म हुन्। तर म भन्छु यी त केवल समुदाय हुन्, यी त केवल बाटाहरू हुन्। के बाटो नै गन्तव्य हो? तपाईँहरूलाई प्रश्न सोध्न चाहन्छु। वास्तविक धर्म त मनको शुद्धता हो। यदि तपाईँको मनमा करुणा छैन, यदि तपाईँको शब्दमा स्नेह छैन र यदि तपाईँको व्यवहारमा मानवता छैन भने तपाईँले लगाउने वेशभूषा र तपाईँले गर्ने पूजापाठ केवल एउटा नाटक मात्र हो। आज संसार किन जलिरहेको छ? किन आज रुस र युक्रेन जस्ता देशहरू वर्षौंदेखि युद्धमा छन्? किन समाजमा हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरू बजिरहेका छन्? यसको एउटै कारण हो, हामीसँग सामुदायिक अहंकार त छ तर मानवीय धर्म छैन। हामीले बुद्धलाई मन्दिरमा त राख्यौं तर उनको शान्तिलाई हृदयमा राख्न सकेनौं। हामीले धर्मगुरुको भ्रामक शिक्षालाई सत्य मान्दै आफूलाई सर्वश्रेष्ठ र अरूलाई तुच्छ ठान्यौं। यही श्रेष्ठताको भोकले नै संसारमा विनाश निम्तिएको छ। एक पटक सोच्नुहोस् त, हामी यो धरतीमा के लिएर आएका थियौं र जाँदा के लिएर जान्छौं? यो शरीर, यो धन सम्पत्ति, यो नाम र यो पट सबै यही माटोमा मिल्नेछ। न त पृथ्वी अमर छ न त सूर्य। जब यो सम्पूर्ण सृष्टि नै एक दिन समाप्त हुनेछ भने यो केही दिनको जीवनमा अति धेरै घृणा र लोभ किन? हामीले साथ लैजाने भनेको केवल एउटा कुरा हो, हाम्रो कर्म। मृत्युको शय्यामा
पुग्दा जब तपाईको आफ्नो जीवनलाई फर्केर हेर्नुहुनेछ तब तपाईको बैंक ब्यालेन्सले तपाईलाई शान्ति दिने छैन। त्यति बेला तपाईले कसैको आँसु पुस्नु भएको छ कि छैन, कसैलाई निस्वार्थ प्रेम गर्नुभएको छ कि छैन र यो सृष्टिको सम्मान गर्नुभएको छ कि छैन भन्ने कुराले मात्र तपाईलाई सन्तुष्टि दिनेछ। त्यसैले मेरो आह्वान छ, अब धर्मलाई मन्दिर गुम्बा वा मस्जिदको घेराबाट बाहिर निकालौं, धर्मलाई मानवताको खुल्ला आकाशमा ल्याऊ। हाम्रो 10 वर्षको लक्ष्य हुनुपर्छ हरेक मानिसलाई यो बुझाउनु कि दान नै धर्म हो, दया नै धर्म हो, स्वच्छ विचार नै धर्म हो र सबैको अस्तित्वको सम्मान गर्नु नै परम धर्म हो। आउनुहोस् हामी शिक्षित र सचेत वर्गले एउटा यस्तो समाज निर्माण गरौँ जहाँ मानिसलाई उसको जात वा धर्म होइन, उसको मानवताले चिनियोस्। अन्त्यमा बुद्धको त्यो मार्गलाई सम्झौं जसले तर्क र अनुभवलाई जोड दिन्छ। सुकर्म गरौं किनकि यो संसारमा हामी केवल पाहुना हौ, मालिक होइनौ। यो हाम्रो भाषणबाट 3 कुराको निष्कर्ष निक्लन्छ साथीहरू। एउटा रहेको छ, हामीहरूलाई संसारमा रहेको यो समाज जस्तै हिन्दू, बौद्ध, किराँत, इसाई, जैन आदिलाई धर्म भनेर प्रचार गरिएको छ। यी शब्दलाई धर्मगुरु भनिने ती भ्रामक व्यक्तिहरूले आफ्नै शैलीमा आफूलाई सर्वश्रेष्ठ ठान्नका लागि आफ्नै तरिकाले व्याख्या गरेर भ्रम फैलाएको देखिन्छ साथीहरू। आज नेपालमा पनि पुनः एक समुदायमा आधारित राष्ट्र बनाउनु पर्छ, अर्थात् हिन्दू राष्ट्र बनाउनु पर्छ भनेर आवाज उठिरहँदा यो मेरो यो भाषण चाहिँ अत्यन्तै उपयोगी हुन सक्छ साथीहरू। त्यसैले धेरै साथीहरूसँग पनि सेयर गरिदिनु होला। हामीले जातको श्रेष्ठताको खोक्रो बोक्यौं, मानवताको खोक्रो त्याग्यौं, समुदायलाई धर्म भनी अघि बढ्यौं, तर मानिसको मुख्य धर्म मानवता, दया, करुणा, स्नेह, सहअस्तित्वको सम्मान जस्ता कुरालाई परित्याग गर्यौं। जसकारण आज हाम्रो देश दिन प्रतिदिन गरिब र संकटपूर्ण अवस्थामा पुगेको छ साथीहरू। हामीहरूले न त यी धर्म भनिएका समाजमा आधारित हुनुपर्छ, न त कुनै व्यक्तिमा आधारित आफ्नो विचार र आफ्नो सोचलाई प्रयोग गरौँ। यदि तपाईँ हिन्दू समाजमा आस्था राख्नुहुन्छ भने तपाईँले सो त भन्नुहुन्छ होला, सायद हिन्दू राष्ट्र बनाउनु पर्छ। विचार गरौँ साथीहरू, यदि हिन्दू राष्ट्र नेपाल घोषणा भएमा त्यसको केही दिनमा अन्य समुदायलाई असहज हुन सक्छ र अन्य समुदायको अस्तित्व समेत समाप्त हुने अवस्थामा आउन सक्छ, जसको फलस्वरूप यहाँ द्वन्द चर्किन सक्छ। लाखौं व्यक्तिहरूको हत्या हुन सक्छ, लाखौं व्यक्तिहरूले आफ्नो ज्यान दिनुपर्ने अवस्था आउन सक्छ, लाखौं व्यक्तिहरू विरोधमा आउन सक्छन्, जसले गर्दा देश अस्थिरतातर्फ जानेछ र त्यसको फाइदा हाम्रो छिमेकी भनिने मित्र राष्ट्र तथा अन्य राष्ट्रले सहयोगको नाममा देशलाई कब्जा गर्ने प्रयास गर्नेछन्, देशमा आतंक फैलाउने काम गर्नेछन्, जसको कारण स्वरूप नेपालको अस्तित्व समेत समाप्त हुन सक्छ। त्यसैले आज नेपाल जे छ त्यहीमा सन्तुष्ट हौं, न त कुनै धर्म, कुनै समुदायमा आधारित राष्ट्र बनाऊ। तपाईहरूलाई थाहा हुन सक्छ, हामीले भन्दै गरेका छौं धर्म परिवर्तन गर्यो, धर्म परिवर्तन भइरहेको छ, मानव धर्म परिवर्तन भइरहेको छ। यो वास्तवमा सत्य हो, किनकि
मानिसले आफ्नो धर्म नै बुझेको छैन, त्यसकारण धर्म परिवर्तन भइरहेको छ भन्नु मूर्खता चाहिँ होइन। हामीले समाजलाई धर्म भनिरहेका छौँ किनकि हामीलाई थाहा छ समाज परिवर्तनशील हुन्छ र धर्म स्थिर रहन्छ। समाजलाई आफ्नो आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ। जस्तै तपाईँ नेपालमा हिन्दू समाजमा आधारित हुनुहुन्थ्यो, तर तपाईँ गल्फ कन्ट्रीतिर जानुभएको छ काम गर्न, त्यहाँ तपाईँले हिन्दू हुँ भनेर भन्न मिल्दैन। त्यहाँ चाहिँ तपाईँले त्यहाँको संस्कार, त्यहाँको धर्म, त्यहाँको समाज अनुसार अघि बढ्नु पर्छ, जसले तपाईँ त्यहाँ गएर मुस्लिम बन्न सक्नुहुन्छ, क्रिस्चियन बन्न सक्नुहुन्छ, किनकि त्यहाँ तपाईँ घुलमिल हुनु छ, त्यहाँ बाँच्नु छ। त्यसैले यी धर्म भनिएका शब्दहरू समाज हुन्। समाजलाई परिवर्तन गर्न सकिन्छ तर धर्म परिवर्तन गर्न सकिँदैन। उदाहरणका लागि एउटा बिरुवाले उसको धर्मको आधारमा हेर्ने भने अक्सिजन प्रदान गर्छ र उसले अक्सिजन सत्तामा धर्म परिवर्तन गरी कार्बन डाइअक्साइड दियो भने त्यसलाई नै धर्म परिवर्तन भनिन्छ। अर्को उदाहरण छ आगोको काम ताप दिनु, तर आगोको काम ताप दिने हो, त्यसको सट्टामा आगोले शीतलता प्रदान गर्यो भने त्यसको धर्म नै परिवर्तन भएको मान्न सकिन्छ। हामीलाई थाहा छ धर्म अटल छ, कहिले परिवर्तन हुँदैन, यो सनातन छ, अर्थात् सधैँ स्थिर रहिरहन्छ। त्यसैले हिन्दू, बौद्ध, किराँत समाज न जैन यिनी सबै परिवर्तनशील भइरहन्छन्। त्यसैले हामीहरूले कुनै धर्मलाई नीच वा कुनै धर्मलाई श्रेष्ठ मान्नु हुँदैन, किनकि धर्म सबै एकै हुन्। समाज भने फरक फरक हुन सक्छ, किनकि त्यहाँको रहन सहन र कल्चर अनुसार फरकपन पाउन सकिन्छ। हाम्रो 10 वर्षको लक्ष्य अनुसार यो सोचेर हिँडौँ कि न हामी कुनै समुदायमा आधारित हुनेछौँ, न कुनै समुदायलाई हामीहरूले सर्वश्रेष्ठ ठान्नेछौँ, न कुनै समुदायलाई हामीहरूले न्यून सम्झिनेछौँ, न कुनै समुदायलाई हामीहरूले कमजोर सम्झिनेछौँ। तब मात्र हाम्रो सबैको अस्तित्वको सम्मान हुनेछ र सहअस्तित्वको भावना, भातृत्वको भावना सिर्जना हुनेछ। र तब मात्र हाम्रो महागुरु बुद्धको र अन्य समुदायमा रहेको त्यो मुख्य भावलाई स्पष्ट रूपमा व्याख्या गर्न सकिनेछ।